नमस्ते, सन्चै हुनुहुन्छ? धेरैजनाको जिज्ञासा आइरहेछ नेपालदेखि चाहिँ इम्प्लोइमेन्ट भिजामा, वर्कर भिजामा, वर्किङ भिजामा, अर्थात् यसलाई चाहिँ नेपालैबाट चाहिँ हामी मेन पावर मार्फत कम्पनीको कन्ट्र्याक्ट साइन गरेर आउन मिल्ने भएको छ कि छैन, त्यो भिजाको बारेमा के भएको छ भनेर धेरैजनाको जिज्ञासा मैले सुने, पढेँ, प्राप्त गरेँ। नेपाली पासपोर्ट होल्डरको लागि चाहिँ एउटा मात्रै चेन्ज, राम्रो चेन्ज भन्छु त्यसलाई मैले। पहिल्यै मैले भनेको थिएँ चेन्ज हुन्छ, राम्रो चेन्ज हुन्छ र भिजा लाग्छ। नेपालीको भिजा चाहिँ दुबईमा, युएईमा चाहिँ लाग्छ, अनिवार्य लाग्छ भनेको थिएँ मैले। चाँडै लाग्छ भनेको थिएँ, लाग्छ। नेपालबाट पनि इम्प्लोइमेन्ट भिजा लाग्छ। तपाईँले चाहिँ भिजाको लागि डकुमेन्ट सबमिट गर्दाखेरि चाहिँ पुलिस रिपोर्ट चाहिँ एट्याच गर्नुपर्छ। पुलिस रिपोर्ट एट्याच गर्यो भने नेपाली पासपोर्टको कुनै पनि भिजा एप्रुभ हुन्छ, भिजा लाग्छ दुबई युएईको लागि है त। यो भिडियो सबै समक्ष पुर्याउनको लागि भिडियो सेयर गरिदिनु होला। हेरेपछि एउटा सेयर त गरिदिनुहोस्, लाइक गरिदिनुहोस् एउटा, होइन? त्यसले मलाई पनि मोटिभेट गर्छ अरू भिडियोहरू बनाउनको लागि। र मेरो च्यानलमा तपाईँहरूले युएईको अपडेट भन्नाले यहाँको पोलिसीसँग, रुलसँगका अपडेटहरू, फाइनसँगका अपडेटहरू, घुम्ने ठाउँ, अनि भिजा, जब, युएईमा ड्राइभिङ लाइसेन्स, भेहिकल किनबेच र त्यसै गरेर सेयर मार्केटसँग सम्बन्धित पनि हामीलाई आवश्यक पर्ने बेसिक इन्फर्मेसनहरू, साथसाथै युएईमा बिजनेस कसरी गर्ने, बिजनेस सेटअपसँग सम्बन्धित पनि सूचनाहरू प्राप्त गर्न सक्नुहुनेछ। कृपया सपोर्टको लागि यदि च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने कृपया सब्सक्राइब गरिदिनु होला। यहाँहरूको दिन शुभ रहोस्। हस्त, नमस्ते, बाई बाई।